ठिकै छ। आज विश्वकर्मा पूजाको दिन यो विश्वकर्माको पूजा गरिरहँदा मेरो एउटा घर र 4वटा गाडी जल्यो। यो जलेको गाडीले र जलेको घरले एउटा नयाँ नेपाल निर्माण गर्ने भनेर जीएनजी का भाइ बहिनीहरूले शुद्ध मनका साथ गरिएको आन्दोलनमा परेर मेरो आफ्नो गाडी, घर, अफिस कोठाहरू सबै जलाइयो र 23 गतेको घटनामा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र त्यो गोली हान्न आदेश दिनेलाई कारबाहीको पनि माग गर्न चाहन्छु। सँगसँगै 24 गते जब प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि र ओरिजिनल पक्का जेएनजी जो आन्दोलनमा लाग्नुभएका भाइ बहिनीहरू थियो, उहाँहरूले आन्दोलनको स्थगित र आन्दोलन अहिले स्थगित गरिएको भनेर करिब 2 बजे विज्ञप्ति निकालेर भन्दै पनि करिब 5 बजे 24 गतेको बेलुका 5 बजे 24 गते 5 बजे सिमरा चौकमा प्लान बनाएर केही दलालहरूले मेरो गाडी र घर जलाउन उस्काउने र पठाउनेहरूको फेरि पनि मैले भन्न चाहन्छु, पहिचान गरिसकेको छु। 1, 2, 3 ती पहिचान भइसकेकाहरूलाई म छोड्ने छैन, किनभने छोड्दाखेरि ती अपराधीहरूको अझ मनोबल बढ्दै जान्छ। त्यसकारणले गर्दाखेरि त्यो अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गराउनको लागि म लाग्नेछु। त्यसमा मलाई विश्वास र आशा छ। यो काममा मलाई पूर्ण सहयोग 12-4 नम्बर क्षेत्रका जनताले दिनुभएको छ, दिनुहुनेछ र म अनुरोध पनि गर्न चाहन्छु त्यस्ता अपराधीहरूलाई जोगाइदिन पर्यो भनेर कोही पनि म एउटा प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। कोही निरपराध र यसमा संलग्न नभएकाहरूलाई म कारबाहीको दायरामा पनि ल्याउँदिन, तर यसमा संलग्नहरूलाई चाहिने पानीमुनि गए पनि म छोड्दिन। जय विश्वकर्मा बाबा। मैले आज विश्वकर्मालाई कसम खाएर भन्न चाहन्छु, यो घटनाबाट पाठ सिक्दै अब यस्ता आतंककारीहरूलाई ठेगान लगाउने काममा मलाई अझ यो विश्वकर्मा बाबाले शक्ति प्रदान गरोस्। धन्यवाद।